नमस्ते सम्पूर्ण दाजुभाइ दिदीबहिनी सबैजनालाई। के छ, सन्चै हुनुहुन्छ हजुरहरू? म त ठिकै छु है। अनि सब्सक्राइब गर्नु मिल्छ भने सब्सक्राइब गरिदिनु होला। यति मिल्छ भने सक्नुहुन्छ गरिदिनु ल सब्सक्राइब ल। दाजुभाइ दिदीबहिनीहरू, ठुलो आशा राखेको छु तपाईँहरूले सब्सक्राइब गरिदिनुहुन्छ भन्ने। अनि म पनि गरिदिने छु। सब्सक्राइबमा धेरैजना गरिसकेँ तर कसैले रिप्लाई दिनुहुन्न रहेछ। गाह्रो छ, गरिबलाई कसैले पताउँदैन रहेछ यार। यस्तै रहेछ गरिबी जिन्दगी यार। जिन्दगी सङ्घर्ष हो भन्छ तर सङ्घर्ष गर्दा गर्दै एक दिन झ्याम्म खाल्डोमा परिने रहेछ यार। यो खाल्डोमा परेपछि कहिल्यै निक्लिन नसकिने रहेछ यार। यस्तै छ जिन्दगी। सङ्घर्षको बाटोमा दौडिँदा दौडिँदै जति सङ्घर्ष गरे पनि मेरो त सङ्घर्षको गन्तव्य पुग्ने मेरो पुलै भाँचिएछ यार। साँच्चै भने दाजुभाइ दिदीबहिनीहरू, सङ्घर्ष गर्दा गर्दै प्लाट एक दिन मरिने भयो यार। सबैभन्दा ठुलो पिर त यार म मऱ्यो भने गाड्ने घडेरी पो छैन यार। लास्टै गाह्रो छ हौ। म मर्दा के गर्ने होला यार। यत्तिकै उडी उडी आकाशमा त हुँदैन होला है। गाह्रो छ मेरो जिन्दगी। जति सङ्घर्ष गर्दा पनि यार म मर्दाखेरि एउटा घडेरी पनि मलाई गाड्ने घडेरी नि मैले किन्न सकिनँ यार। ठुक्क जिन्दगी। अबदेखि उताको जिन्दगी मेरो के होला त यार भन्ने कुरो अब पछि अर्को नेक्स्ट भिडियोमा भन्ने छु। भिडियो बनाउँदै जानेछु कस्तो कस्तो हुन्छ। मन पर्यो भने यसो लाइक पनि गरिदिनु होला। सब्सक्राइब चाहिँ प्लिज गरिदिनु होला। 10 औँला जोडिएर बिन्ती गरेँ। हस् दाजुभाइ दिदीबहिनी, हस् त म अहिलेमा छुटेँ, बाई।